यसैको नतिजा आज सार्वजनिक हुँदैछ। यति बेला तपाईहरु मोबाइल फोन स्क्रोल गर्दै हुनुहुन्छ होला, न्यूजहरु हेर्दै हुनुहुन्छ होला, कति बेला चाहिँ रिजल्ट आउँछ भन्ने कुरामा हुनुहुन्छ होला, कतिपय जना उत्सुकताका साथ यसमा सहभागी हुनुभएको छ होला, कति बेला चाहिँ एकदमै नर्भसनेस फिल भइरहेछ होला। मेरो सोचे जस्तो मार्क्स आएन भने मैले के गर्ने होला, मेरो मम्मीले मलाई के भन्नु होला, मेरो बाबाले मलाई के भन्नु होला, मेरो समाजले, मेरो स्कुलले, मेरो साथीहरुले, मेरो टिचरले मलाई के भन्नु होला भन्ने एउटा डर तपाईहरुले मनमा कतै पालेर बसिरहनु भएको त छैन नि है। आज म तपाईहरुलाई एउटा सानो कुरा यहाँ बताउन चाहन्छु। आज प्रकाशित हुँदै गरेको एसई नतिजाको महत्व र आजको नतिजाले तपाईको के कुरा चाहिँ डिसाइड गर्छ भन्ने कुरा तपाईहरुले बुझ्न जरुरी छ। आज मानौ नतिजामा एकजना बच्चाले 4 GPA लिएर आयो है, र अर्को बच्चाले बिलो एभरेज मार्क्स भनेको तपाईको हामीले बिलो एभरेज मार्क्स भनेको बी भन्दा तलको एभरेज सी प्लस भनौं न, सी प्लस अथवा जस्ट पास मात्र भयो या एनजी नै आयो होला मानौ। के त्यो बच्चा र टपर बच्चामा के टपर बच्चा जिन्दगीमा सक्सेसफुल हुन्छ भन्ने ग्यारेन्टी छ? अथवा चाहिँ के आज आएको नतिजाले बिलो एभरेज मार्क्स लिएर आएको विद्यार्थी अथवा एनजी ल्याएको विद्यार्थीले जिन्दगीमा केही गर्न सक्दैन भन्ने कुरा चाहिँ डिसाइड गरिदियो आजको नतिजाले? सिम्पल एन्सर, सिधा उत्तर के हो भन्दा नो, हैन। सिम्पल कुरा यति कुरा बुझ्न जरुरी छ। कयौं टपरहरु पछिल्लो जिन्दगीमा गएर 11-12 मा पढ्दै गर्दा या चाहिँ पछि समयमा गएर चाहिँ उनीहरुले त्यस कुरालाई कन्टिन्युटी गर्न सक्दैनन्, कन्टिन्युटी दिइरहन सक्दैनन्, उनीहरु हराउँछन्। धेरै जस्तोको कुरा गर्दैछु मैले, र धेरै जस्तो बिलो एभरेज स्टुडेन्टले पनि प्लस 2 मा गएर राम्रो गरेको देखेको छु मैले, जिन्दगीमा गएर राम्रो गरेको देखेको छु मैले। त्यसकारण एसई को नतिजाले केही कुरामा फरक पार्छ पार्दैन त्यो मलाई थाहा भएन, तर सिम्पल एउटा कुरा के हो भन्दा तपाईको जिन्दगीमा तपाई सक्सेसफुल बन्नुहुन्छ, तपाई सक्सेसफुल बन्नुहुन्न भन्ने कुरामा डिसाइड गर्दैन हो। जिन्दगी नै सकियो, मेरो त एसई मा नम्बर कम आयो, मैले समाजमा मुख कसरी देखाम्ला, म त सक्सेसफुल हुन सक्दिन, मैले जिन्दगीमा केही गर्न सक्दिन भन्ने प्रकारको जुन यो नचाहिने जुन त्रास, यो जुन भय छ नि हाम्रो दिमागमा जुन चढेको छ नि, त्यो भयलाई उतारेर फाल्नुस्। तपाईले पनि दिन रात बिहानबाट बेलुकासम्म मेहनत गर्नुभएको, आज 2 नम्बर कम आएर केही फरक पर्दैन। तपाईको नतिजा हो, त्यसलाई राख्नुस्, त्यो नतिजाबाट सिक्नुस्। तपाईले यस्ता एक्जाम तमाम एक्जाम दिनुहुन्छ, जिन्दगीको एक्जामहरु कयौं एक्जामहरु हुन्छन्। तपाईको 10 कक्षाको नतिजाले मात्र तपाईको सबथोक निर्धारण गर्ने भन्ने हुन्न। त्यसकारण यो नतिजालाई चाहिँ एउटा नतिजाको रूपमा हेर्नुस्। तपाईले मेहनत गर्नुभएको थियो, तपाईले सबथोक मिलेछ भने, सबथोक तपाईले लेखेको उत्तर मिलेको छ, तपाईले पढेको अनुसारको मार्क्स तपाईले चाहिँ पाउनु भयो भने ठीक छ, खुसी हुनुस्, अगाडि बढ्नुस्, हम्बल रहनुस्। यदि तपाईले सोचे जस्तो मार्क्स आएन भने शिर उठाउनुस्, ठाडो भएर हिँड्नुस्, फेरि मेहनत गर्नुस्, किनकि जिन्दगीले दोस्रो मौका दिन्छ। डेफिनेटली दिन्छ जिन्दगीले दोस्रो मौका, दोस्रो तेस्रो चौथो मौका दिन्छ। यो के हो र एसई? आज बाइ चान्स एनजी नै आएछ भने पनि फेरि तपाईको 1 महिनामा एक्जाम छ, फेरि एक्जाम दिनुस्। तपाईको के भन्छ रे, एसई 1 महिना अगाडि तपाईले दिएको परीक्षाको नतिजा आज 1 महिना अगाडि 1 महिना पछाडी फाल्दिदै छ यदि चाहिँ राष्ट्रिय परीक्षा बोर्डले भने तपाई बाइ चान्स एनजी आएर तपाईले एउटा विषयको एक्जाम दिनु हो भने 15-16 दिनमा रिजल्ट आउँछ, फेरि कलेज जानुस्, फेरि साथीहरुसँग भेट्नुस्। तर जिन्दगीमा के कुरा नबुझ्नुस् या के कुरा दिमागमा यो भए किन कुराको नराख्नुस् भन्दाखेरि आज यदि तपाईको मार्क्स धेरै राम्रो आयो भने म चाहिँ ढुक्क भएर सक्सेसफुल हुन्छु भन्ने ग्यारेन्टी, यो ओभर कन्फिडेन्स बनि नराख्नुस्। र यदि तपाईको नम्बर कम आयो, तपाईले सोचे भन्दा 2-4 नम्बर कम आयो भने पनि मैले त केही गर्न सक्दिन भन्ने प्रकारको यो प्रकारको भय, यो प्रकारको चाहिँ जुन यो एउटा हुन्छ नि डाउट, आफैमाथि सेल्फ डाउटिङ भन्ने हुन्छ के, आफैमाथि डाउट चाहिँ नराख्नुस्। तपाईले के गर्न सक्नुहुन्छ भन्ने कुराको अन्दाजा तपाईलाई मात्र थाहा छ। किनकि एउटा कुरा बुझ्नुस्, जिन्दगीमा जब पनि ठोकर खानुहुन्छ तब तपाईले सिक्नुहुन्छ। आज मार्क्स आयो भने ठीक छ, चियर्स टु यु, कंग्रेचुलेशन्स, हैन। तर मार्क्स आएन भने, तपाईले सोचे जस्तो मार्क्स आएन भने पनि आफूले आफूलाई बधाई दिनुस्। किन भन्दाखेरि त्यो सिकाइको प्रोसेस कति पेनफुल थियो सम्झिनुस् त। कक्षा नर्सरीमा तपाई बुबाको काँध चढेर, मम्मीको हात छोपेर रुँदै रुँदै विद्यालय जानुभयो। कक्षा 10 सम्म तपाई विद्यालय जानुभयो, दिन रात घाम पानी जाडो गर्मी पसिना त्यो सबथोक ज्वरो सम्झिनुस् त। तिनी कयौं रातहरु तपाईले परीक्षाको बेलामा तपाई बिरामी भएर तपाईले कयौं स्ट्रेसमा तपाईले परीक्षाहरु दिनुभयो होला। मानौ आज एकजनाको रिजल्ट राम्रो आयो, हैन। मानौ शहर बजारमा पढ्ने एउटा विद्यार्थीको रिजल्ट राम्रो आयो, नेपालको कुनै दुर्गम क्षेत्रमा पढ्ने विद्यार्थीको रिजल्ट त्यति राम्रो त नआउला कि अब यस कुराले डिसाइड गरिदिन्छ उसको जिन्दगी। शहरको बच्चा चाहिँ सधैँ सक्सेसफुल हुन्छ, गाउँ शहरको बच्चा सक्सेसफुल हुन्न भन्ने कुरा यो रिजल्टले डिसाइड गरिदिन्छ र? पक्कै पनि गर्दैन नि। के हुन सक्छ, शहरको बच्चाले फुल फेसिलिटीमा गाइडेड, हैन, एउटा टिचरले राम्रोसँग सिकाएर, हैन, एउटा गाइडेन्सका साथ, प्रपर गाइडेन्सका साथ पढेको हुन सक्छ। उले एउटा राम्रो बाटोमा बसेर, एउटा राम्रो बाटो देखाइदिने टिचरसँग बसेर उले पढेको हुन सक्छ, उसको रिजल्ट राम्रो आएको हुन सक्छ। दुर्गम क्षेत्रमा यो सबै नहुन सक्छ। परिवारको तनाव हुन सक्छ, बच्चा आफै बिमारी हुन सक्छ,
विद्यालयमा राम्रो पठन पाठन नभएको अवस्था हुनसक्छ, राम्रोसँग किताब कापी नभएको अवस्था हुनसक्छ। बिहान बेलुका बुबा मम्मी के भन्छ अरे तपाईँको चाहिँ मजदुरी गर्ने अनि बिहान आफै भात पकाएर भाइ बहिनी स्कुल पठाएर आफै चाहिँ पढ्न जाने विद्यार्थी पनि हुन्छ। आज त्यो विद्यार्थीले पक्कै पनि सहर बजारमा फुल फेसिलिटीमा पढेको विद्यार्थीभन्दा कम नम्बर ल्याउला। तर मैले भने नि जिन्दगी एसईको मार्कसिटले मात्र डिसाइड गर्दैन। जिन्दगीमा तपाईँ सफल हुनुहुन्छ तपाईँ सफल हुनुहुन्न भन्ने कुरा धेरै कुराले डिसाइड गर्छ के हो। एकाडेमिक्स मार्कसिटले केही कुरामा म्याटर गर्छ, तपाईँको कलेज लाइफहरुमा विभिन्न कुराहरुमा म्याटर गर्छ। तर मैले भने नि जिन्दगीमा तपाईँ सफल भन्नुहुन्छ भन्नुहुन्न भन्ने कुरा तपाईँले गल्तीबाट कति सिक्नुभयो। आज नम्बर धेरै आयो भने पनि तपाईँले एउटा सिक्नुपर्छ। मैले धेरै नम्बर ल्याएँ, अब मैले निरन्तरता दिन्छु। आज तपाईँ 4GP ल्याउन सक्ने हैसियत भएको विद्यार्थीले तपाईँ 11-12मा पनि त्यो नम्बर कन्टिन्यू गर्नुहोस्। तर जो विद्यार्थीले आज आफूले सोचे जस्तो नम्बर ल्याउन सक्नुहुन्न त्यो विद्यार्थीहरूले के गर्नुहोस् भन्दाखेरि सिक्नुहोस् के कारणले गर्दाखेरि चाहिँ मेरो त्यो नम्बर आएन, त्यसतर्फ अगाडि बढ्नुहोस्। र अन्तिममा श्री पशुपतिनाथ भगवानसँग जो जति 33 करोड देवी देवता हुनुहुन्छ, सम्पूर्ण यस धरतीका सम्पूर्ण देवी देवतासँग म तपाईँहरूको रिजल्ट एकदमै राम्रो आओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र अन्तिममा भन्न चाहन्छु, मनको कुरा मनमै रह्यो, मुखका कुरा हजुरको कानमा। मनको कुरा मनमै रह्यो, मुखका कुरा हजुरका कानमा। तपाईहरू सबैजनाको एसई नतिजा उत्कृष्ट आओस्, यही मेरो शुभकामना। तपाईहरू सबैजनाको एसई नतिजा उत्कृष्ट आओस्, यही मेरो शुभकामना। धन्यवाद।